यो भिडियोमा तपाईलाई एकदमै स्वागत छ। नमस्कार। तपाईको परिचय राखिदिनुस् न। मेरो नाम पुष्पकुमार आङदेन्दी, 5 तरफ फाल्गुन गाउँपालिका। र यो ठाउँलाई वास्तविक रूपमा कसरी चिन्न सकिन्छ? यो ठाउँलाई के भनिन्छ त? सेवारो यो ठाउँलाई चाहिँ 5 तरफको फाल्गुन गाउँपालिका वार्ड नम्बर 1 साबिक चाहिँ नमिलेर 5 चोक पर्छ। यो ठाउँलाई चाहिँ पर्यटक स्थल भर्खरै भन्दा 2-3 वर्ष भयो। यसको चाहिँ व्यापक चर्चा परिचर्चा छ। यसले तिजोक पर्यटक प्रवर्धनको लागि चाहिँ हाम्रो सुरुवात गर्नुभएका हाम्रो राज तिलाञ्जली आङदेन्दीले चाहिँ सुरु गर्नुभएको छ। मुख्य अभियन्ता चाहिँ राज तिलाञ्जली आङदेन्दी हुनुहुन्छ। म उहाँलाई पनि यही रिकमेन्ड दिन चाहन्छु। यो भनेपछि यो तिजोक डाँडामा जुन अहिले पर्यटकीय स्थल एउटा पार्क बनाइएको छ, त्यो बन्नुमा उहाँको एकदमै ठुलो हात छ। पक्कै पनि त्योमा चाहिँ 2 मात्रै छैन, एकदमै ठिकै छ। अब उहाँको चाहिँ ठुलो योगदान छ। उहाँले सुरुवात गर्नुभएको छ र यहाँ चाहिँ विभिन्न व्यक्तिहरूले चाहिँ सहयोग गर्नुभएको छ। श्रम सहयोग गर्नुभएको छ, अथवा यहाँ चाहिँ भौतिक सामग्री चाहिँ श्रम गरेर सहयोग गरिदिनु भएको छ। एकदम राम्रो छ। यो तिजोक यो पार्क बनाउनुमा यहाँको स्थानीय बासिन्दा, स्थानीय निकाय, स्थानीय सरकार अथवा स्थानीय सरकारवाला मात्रै नभएर यहाँको उहाँहरूकै सहयोगले गर्दाखेरि आज यो तिजोक डाँडाको यो पार्क बनेको छ, हैन त? हजुर, अवश्य पक्कै पनि थोरै चाहिँ हाम्रो फाल्गुन गाउँपालिका बाट पनि विनियोजित जस्तै वडाले पनि सहयोग गरेको छ। तर अब यहाँ तल देखिन्छ अब सिँढीहरू उहाँहरू वडाको बजेटबाट चाहिँ बनाएको छ। र विशेष गरेर त्यो बाहेक यहाँ जति पनि भएका यहाँ देखिने जस्तै लभ तिजोकहरू चाहिँ विभिन्न मान्छेहरूले चाहिँ विभिन्न व्यक्तिहरूले चाहिँ स्पोन्सर गरेको हो, होइन? प्रायोजन गरेर चाहिँ यहाँसम्म आज आएको छ। अमूल्य समयको लागि विशेष धन्यवाद छ तपाईलाई।